नमस्कार, म हेरिमुन्ड। नेपाली साहित्यको विकास र विस्तारका लागि युट्युब च्यानल साहित्य स्मारिका मार्फत नियमित रूपमा विभिन्न साहित्य रचनाहरू यहाँहरू माझ पस्किने क्रममा आज पनि हामी केही मुक्तकहरू लिएर यहाँहरूको माझ उपस्थित भएका छौँ। हामीलाई यी मुक्तकहरू मुक्तकार रामचन्द्र शर्माले सृजना गरेर पठाउनु भएको हो। आजको बसाइमा मुक्तकार रामचन्द्र शर्माज्यूका 5 वटा मुक्तकहरू यहाँहरू माझ पस्किने जमर्को गर्नेछौँ। आशा छ यहाँहरूले अन्तिमसम्म साथ दिनुहुनेछ। म मुक्तक सुरु गर्छु। मुक्तकहरू यसरी सुरु हुन्छन्। पहिलो मुक्तक छ, कहिले हावा कहिले पानी चलिराखेकै छ, कहिले हावा कहिले पानी चलिराखेकै छ, यो भाग्य यस्तै रहेछ ठानी चलिराखेकै छ, हुन परे भिन्न सायद बाँचिन्न सोच्थे, कहिले हावा कहिले पानी चलिराखेकै छ, यो भाग्य यस्तै रहेछ ठानी चलिराखेकै छ, हुन परे भिन्न सायद बाँचिन्न सोच्थे, छुट्यौँ हामी जिन्दगानी चलिराखेकै छ। मिठो मुक्तक। त्यसै गरी दोस्रो मुक्तक रहेको छ, लुकाएर पनि होइन खुलेआम दिइन्छ, लुकाएर पनि होइन खुलेआम दिइन्छ, अबिर दली खाँदा ओडाई खाम दिइन्छ, म त बुद्ध जन्मेको देशको मान्छे हुँ हजुर, लुकाएर पनि होइन खुलेआम दिइन्छ, अबिर दली खाँदा ओडाई खाम दिइन्छ, म त बुद्ध जन्मेको देशको मान्छे हुँ हजुर, जहाँ हत्यारालाई सम्मान गरी इनाम दिइन्छ। त्यसै अर्को मुक्तक रहेको छ, गरिराख्छ अनेक बात छाड्नै मान्दैन, गरिराख्छ अनेक बात छाड्नै मान्दैन, बगाएर आँसु बर्सात छाड्नै मान्दैन, खाडी उडानका लागि विमानस्थलमा छु म, गरिराख्छ अनेक बात छाड्नै मान्दैन, बगाएर आँसु बर्सात छाड्नै मान्दैन, खाडी उडानका लागि विमानस्थलमा छु म, छोराले समाएको हात छाड्नै मान्दैन। बडो मर्मस्पर्शी मुक्तक। त्यसै गरी चौथो मुक्तक रहेको छ, तिम्रो तिरस्कार म प्रतिको खेद ग्रहण गर्नै पर्यो, तिम्रो तिरस्कार म प्रतिको खेद ग्रहण गर्नै पर्यो, बढायौ दूरी बढ्यो झन् मतभेद ग्रहण गर्नै पर्यो, जिन्दगी भर प्रेमको नै पूजा गरिरहे निरन्तर, तिम्रो तिरस्कार म प्रतिको खेद ग्रहण गर्नै पर्यो, बढायौ दूरी बढ्यो झन् मतभेद ग्रहण गर्नै पर्यो, जिन्दगी भर प्रेमको नै पूजा गरिरहे निरन्तर, आखिरीमा धोकाको नैवेद ग्रहण गर्नै पर्यो। त्यसै गरी आजको अन्तिम मुक्तक रहेको छ, नसोध्नु होला कसरी अनि किन सकिँदैन, नसोध्नु होला कसरी अनि किन सकिँदैन, हर सवालहरूको जवाफ दिन सकिँदैन, आफ्नै नाम थर जस्तै हो पहिलो प्रेम भन्नु, नसोध्नु होला कसरी अनि किन सकिँदैन, हर सवालहरूको जवाफ दिन सकिँदैन, आफ्नै नाम थर जस्तै हो पहिलो प्रेम भन्नु, जो चाहेर नचाहेर पनि बिर्सन सकिँदैन। धेरै धेरै धन्यवाद। नेपाली साहित्यको विकास र विस्तारका लागि हाम्रो यो प्रयास तपाईँलाई कस्तो लागेको छ? आजको बसाइमा हामी मुक्तकार रामचन्द्र शर्माज्यूका 5 मुक्तकहरू वाचन गऱ्यौँ। मुक्तकार रामचन्द्र शर्मा नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाका पूर्व अध्यक्ष समेत हुनुहुन्छ। यो बसाइका लागि मुक्तक पठाएर सहयोग गरिदिनु हुने मुक्तकार ज्यूलाई विशेष आभार व्यक्त गर्दै यो भिडियो हेरेर हामीलाई साथ दिने यहाँहरू सबैलाई पनि हार्दिक नमस्कार व्यक्त गर्दै आजको बसाइबाट म पनि बिदा हुन्छु। नमस्कार। जय नेपाली साहित्य।